रिस उठेछ एकदम झनक रिस उठ्यो कौरव देखेर। अब कौरवहरू अति अत्याचारी कौरवहरूले लाहाको घरमा पुरेर मार्न लागे। त्यति मात्र कति विष ल्याएर खुवाउने खुवाएर मार्ने प्रयत्न गरे। अनेक प्रकारबाट बाँचेर आएका छन् पञ्चपाण्डव। यिनीहरू अझै दुःख दिएछ कौरवहरूले। यी कौरवहरूमा बाँकी राख्दिन अब भने विषय प्रसन्न भएका भगवान् कृष्णको शरीर त विशाल डरलाग्दो स्वरूप बनिएको। भयङ्कर डरलाग्दो शरीर भगवान् कृष्णको। अहिले पृथ्वीले प्रलय हुन्छ क्यारे, पृथ्वी डग आउन थालिसकिन्, सारा पृथ्वी प्रलय हुन थाल्यो। कृष्ण भगवान् टाढा टाढा आँखाले हेर्न लाग्नुभयो। अब संसार प्रलय हुन्छ, डरलाग्दो अवस्था भयो। कृष्ण भगवान्ले प्रलय गर्ने के समय लाग्थ्यो, एकैछिन सारा उहाँले चाहेमा सारा संसार ब्रह्माण्ड अहिले सकिदिन्छ, अहिले बनाइदिनुहुन्छ उहाँले। त्यो भगवान् परमात्माले के गाह्रो थियो र। जब त्यो अवस्थादेखि अर्जुनले विचार गरे, ओहो यो त राम्रो भएन, भगवान्ले सारा प्रलय गर्नु बर्बाद हुन्छ, त्यो त राम्रो भन्ने भगवान्का पाउनु भएर पर्नुभयो अर्जुन। अर्जुन धेरै बाटो हुनुहुन्थ्यो। हे परमात्मा, हे श्रीकृष्ण, म तपाईँको चरण गर्न पर्दछु, तपाईँका दास हामी सेवक हौँ, हाम्रो कुरा सुन्नुहोस्। अहिले एउटा साथ जागो कौरवको लागि तपाईँले भयङ्कर रिस गर्नुभएको छ। संहार गर्नको लागि तपाईँले चाह्यो ब्रह्माण्ड अहिले सकिदिनुहुन्छ, अहिले अर्को ब्रह्माण्ड बनाइदिनुहुन्छ। यस्ताले जाग कौरवको केही पनि होइन। त्यस कारणले यस्ता रिस गरिरहेपछि प्रभु एउटा चाहिँ जब एउटा मछेर आयो भने, घरमा मछेर आयो भने मछेरको रिसले घरै पोलिने होइन, मछेर पुग्छ घरै पोलिने काम लाग्छ र। त्यस्तै त तपाईँले त एउटा चाहिँ जागो एउटा कौरवको लागि विशाल नै संहार गर्न त सक्दैन प्रभु। त्यस कारण कल्याण गर्नुहोस्, लोकको कल्याण होस्, ब्रह्माण्डको कल्याण होस्, हाम्रो कल्याण होस् प्रभु भन्दै चलाउनु पर्नु। कृष्ण भगवान् शान्ति हुँदै आउनुभयो। भगवान् परमात्मा कृष्णका चरणमा परेर दृष्टि राजा भन्नुहुन्छ, प्रभु हे कृष्ण, हाम्रो त बच्चैबाट दुःखै दुःख पर्यो, दुःखै दुःख यति कारणले पर्यो होला, कहिल्यै पनि सुख भएन। बाह्र कालबाट कौरवहरूले दुःख दिएका छन्, कष्ट परेको छ, आपद परेको छ। हे कृष्ण, किन यस्तो भएको? भगवान् कृष्णले एकछिन ध्यान गर्नुभयो र ध्यान गरेर विचार गरेर भगवान् परमात्मा भन्नुहुन्छ, हे पञ्चपाण्डव, हे द्रौपदी, हे अर्जुन, हे भीमसेन, नकुल, सहदेव, सुन्नुहोस्, म तपाईँको इतिहास भनिदिन्छु। तपाईँले एउटा ठुलो गल्ती गर्नुभएको छ। तपाईँले के गल्ती गर्नुभएको छ भने प्रत्येक 32 महिनामा एउटा चाहिँ पुष्प महिना आउँछ। त्यो पुष्प महिना आएको छ, गएको छ, आएको छ, गएको छ। तपाईँहरू हत्या गर्नुहुन्न, खानुहुन्छ, हिँड्नुहुन्छ, टुल्नुहुन्छ, महत्त्वै छैन। जहाँसम्म मान्छेले जब दुःखमा परेका, भमरीमा परेका मान्छेले यो पुष्प महिनामा भगवान्को सेवा गर्दैन, त्यहाँसम्म भमरीमा परेको गर्नुपर्छ। त्यो संसार रूपी भमरीमा पर्नुपर्छ। जब पुष्प भगवान्को जब तपाईँले महत्त्व बुझेर सेवा गर्छ, जब संसारका दुःखहरू भुक्नेसम्म खत्तममा जान्छ, केही पनि रहँदैन। त्यस कारणले तपाईँहरूले यो पुष्पमा आत्मा सुन्नुभएको छैन अथवा पुष्पमा सेवा गर्नुभएको छैन। पुष्प भगवान्को अब पुष्प महिना आउँदैछ। आएको पुष्प महिनामा उपवास गर्नुहोस्, नुहाइ धुवाइ गर्नुहोस्, भगवान्को पूजा गर्नुहोस्, गङ्गा स्नान गर्नुहोस्, भगवान्का पुष्पको लागि महत्त्वपूर्ण यज्ञ गर्नुहोस्। त्यसले सारा तपाईँहरूको यो 14 वर्ष वनवासमा बस्ने दुःख पनि नाश हुन्छ, तपाईँको राज्य प्राप्ति हुन्छ, तपाईँको शरीर हृष्टपुष्ट हुन्छ, तपाईँको कामना पुरा हुन्छ, शङ्का छैन, शङ्का छैन। युधिष्ठिर महाराज, अब त्यो व्रत गर्नुहोस्। मैले हेरेर यी द्रौपदी गति आफ्ना बाबाको आमाको काखमा आउँदाखेरि कति सौन्दर्य थिइन्। यिनले जब विवाहको अवस्था कुन प्रकारले अर्जुनले विवाह गरेर ल्याउनु भएको, मत्स्य भेदन गरेर ल्याउनु भएको हो अर्जुनले। सारा यो लीलामा सम्झिएको छ। अहिले द्रौपदी गतिहरू आज अनुहार एकदम खिल्न पातै दुब्ली छन्, हड्डी भएको शरीर भएको छ। फेरि यिनीहरूको अवस्था देखेर मलाई दया लाग्यो कि मैले चाहिँ सबैको थापिसकेँ। त्यो इतिहासमा भनिदिन्छु। द्रौपदी सुन भन्दै भगवान् परमात्माले एउटा कथा हुनुभयो। कृष्ण हुनुहुन्छ, हे कृष्ण, हे द्रौपदी, हे पञ्चपाण्डव, एकपल्ट मेधावी नामका एउटा ऋषि थिए। मेधावी नामका ऋषि असाध्य सत्कर्म गर्नेवाला, धर्म कर्म गर्नेवाला, भगवान्का असाध्य भक्त मेधावी नामक ऋषि थिए। शास्त्र सारा पढेका, ज्ञाता थिए, सारा कुरो जानेका भए पनि हृदय सामान्य, सबैले उनले हृदय सामान्य केही पनि छैन थिए। तर भित्र ज्ञान भएको चाहिँ के हुन्छ भने
विद्वान मान्छेले कहिले पनि ठुलो अभिमान देखाउँदै हुँदैन। न बाटो बन्छ, न राम्रो बन्छ, न टाटो बन्छ, केही पनि खोज्दैन विद्वान त। विद्वान त साह्रै नरम सामान्य हुन्छ। विद्वान व्यक्ति सामान्य हुन्छ कहिले पनि। जब उसले कोटेपछि त्यहाँबाट विद्या खोलिहाल्छ, निस्के धारा निस्के हुन्छ विद्वानसँग त। पहिला सामान्य हुन्छ, कोटिदिनुपर्छ, बल्ल निस्किन्छ धारा। विद्वान त्यस्तो हुन्छ। ती मेधावी ऋषि त्यस्तो विद्वान थिए। ती विद्वानको पनि एकपल्ट उनका चाहिँ छोरी जन्मेकी थिइन्, आरसी नाम थियो, छोरीको नाम आरसी। ती छोरी असाध्यै सुन्दर राम्रो थिइन्, तर के थियो भने उनको एउटा घटना भएको, छोरी जन्मेको थियो कि आमाको मृत्यु भइसकेको थियो। छोरी जन्मिन आमाको मृत्यु भयो र मेधावी ऋषिले आफ्नो छोरीलाई अत्यन्त प्रेमसँग पाल्न थाले। आमाले छोरीले कुन प्रकारको सेवा गर्नुपर्छ, छोरीको सेवा गर्थे, त्यही प्रकारको सेवा गर्न थाले। आमाले कहिले पनि फर्केर मन माग्ने, आमाकै भन्ने कुरा भएन। छोरीलाई एकदम असाध्य प्यारो गर्दै छोरी हुर्काउँदै बढ्दै गइन्। छोरी पनि असाध्य सुन्दरी बनी, चारै सुन्दर राम्रै बन्दै गइन्। चटक्क भएकी थिइन्। उनीले त पढेकी विद्वान, धेरै बुवासँग धेरै विद्या पढेकी पनि थिइन्, जानेकी पनि थिइन्, शास्त्र पढेकी थिइन्, ज्योतिष शास्त्रहरू भए, धर्मशास्त्रहरू सारा पढेकी थिइन् ती छोरीले, आरसीले। जब ती पढ्दै विद्वान हुँदै गएपछि पिताजी अब सरकर्म धर्मकर्म गर्नुहुन्थ्यो, अनेक प्रकारका पूजापाठहरू गर्नुहुन्थ्यो, विद्वान हुनुहुन्थ्यो। कहीँ पनि उहाँले झुम्का र लोभ लाज केही पनि थिएन। उहाँलाई केवल भगवानमा समर्पित भावना थियो, श्रीकृष्णमा समर्पित भाव थियो पिताजीको, मेरा ऋषिको श्रीकृष्णमा समर्पित भाव। सर्वेश्वरवा श्रीकृष्ण मात्र हुन्छ, मेरो अरू केही छैन भन्नुहुन्थ्यो उहाँले। यस्ता भगवानका प्यारा हुनुहुन्थ्यो। ती छोरी बढ्दै गइन्, तर उनीको जवानी अवस्था आयो, बिहा गर्ने बेला नै उनलाई भइसक्यो, तर उनको मनमा नै कल्पनाहरू हुन थाल्यो। अब बिहा गरेर कहाँ पर्ने होला, मेरो विवाह चाहिँ भएको छैन, मेरो केटाको मलाई बिहा हुने केटा कस्तो बन्ने होला, मेरो घरबार कस्तो राम्रो होला कि असल बेटी केटा पर्ला। असल केटा पऱ्यो भने घरबार राम्रो हुन्छ, पवित्र हुन्छ, रमाइलो हुन्छ। र घरमा के हुन्छ भने जब अहतुलो केटा बदमास केटा पऱ्यो भने नरक हुन्छ। दाम्पत्य श्रीमान श्रीमतीको जीवन राम्रो हो भने स्वर्गको फल चाहिँ स्वर्गस्थै हुन्छ, रमाइलो जीवन। श्रीमान श्रीमतीमा राम्रो भएन भने त्यो जीवन नरकस्थै जीवन हो, सारा नारकीय जीवन हुन्छ। दाम्पत्य मिलेन भने, दाम्पत्य मिल्यो स्वर्गस्थै जीवन हुन्छ। त्यस कारणले दाम्पत्य मेरो कस्तो होला, यस्तै मनमा कौतल थियो र उनको मनमा आउनु थाल्यो, अब त मेरो बिहा गर्ने बेला भयो, पिताले बिहा पनि गर्नुहुन्न, अब त बिहा गर्नुपर्छ भने उनका मनमा यस्तै कुरा ज्ञात अज्ञातका अनेक कुरा खेल्दै गए। पिताजीको मनमा पनि लागेछ, ओहो मेरो छोरीको अब बिहा गर्ने बेला भयो, मैले असल केटा खोज्नुपर्छ भन्ने विचार गर्नु मेरा ऋषिले। र त्यहाँबाट पढेको पनि चाहियो, विद्वान चाहियो, छोरीको रूप अनुसार मिल्नको रूप पाउनु पर्यो, पढाइ मिल्नु पर्यो, कुल मिल्नु पर्यो, सही मिल्नु परेन, सबै कुरा मिल्ने खालको केटा खोज्नको लागि लाग्नु हो। अब यता बुझ्दै हुनुहुन्थ्यो। एक दिन त अब म असल केटा खोज्न जान्छु भनेर अनि त्यहाँ आफ्ना कपडाहरू लिएर लौरो टेकेर जानु हो खोज्न। खोज्दै विचार गर्दै जानुभएको थियो। जाँदै ज्वरो आएछ, हेर्नुहोस् घुम्दै ज्वरो आउन थाल्यो। घर सम्झिनुभयो, छोरीको अवस्था के होला, मलाई ज्वरो आयो, अब म चाहिँ केटा खोज्न सक्दिनँ, म त फर्कन्छु अब भन्ने त्यहाँबाट कुहिया गर्दै हुन्छ। ज्वरो आउने टाइफाइड हुन थालेको छैन, खलखल पसिना आएको छ, हन्ती ज्वरो आएको छ, सक्दा नसक्दै बल्ल लौरो टिकेर लट्ठी टिकेर आफ्नो चाहिँ आश्रममा आउनुभयो। जङ्गलमा मेधावी ऋषि आफ्नो आश्रममा आउनुभयो। आएपछि जब छोरीले देखिन् पिताजी त बिरामी भएर एकदम लम्पट राम्रो छोराले। पिताजी तपाईँले के भयो भन्दै लिएर गइन्, भित्र राखिन्, सेवा गर्न थालिन्। पिताजी भन्छ, पिता छोरी म त अस्ताउने बेला भयो, मेरो समस्या बतायो, अब मेरो दाइ संसारमा केही पनि छैन, भगवान् श्रीकृष्ण हुनुहुन्छ मेरो एक। भगवान् कृष्णको ध्यान गर्न लानुभयो, भगवान् श्रीकृष्णको श्री कृष्ण।